आज म यो इन्फिनिक्स मोबाइलको चार्जिङ कनेक्टरको यो कनेक्टर फेर्न गइरहेछु। यो कति देखिरहेछ तपाईहरुलाई, यो कनेक्टर भाँचेको छ। अब म यो कनेक्टर यसबाट निकालेर यो माथि प्लेस गर्छु। म कतिको देखिरहेछ यो चाहिँ अहिले माइक्रोसफ्टबाट देखाइरहेछ। हेर्न सक्नुहुन्छ यहाँ कनेक्टर भाँचेको छ। अब योबाट निकालेर अर्कोबाट निकालेर यो माथि प्लेस गर्छु। हेरौँ कतिको सक्सेस हुन्छ। फेर्न गइरहेछु म। अब अर्कोबाट निकाल्दैछु अनि निकालेर राख्छु अनि अर्कोमा हाल्छु। अहिले वाइफाई देखाउँछ कि कनेक्ट नै निक्लिसकेको छ। अब लगाएर एकचोटि चेक गरेर तपाईलाई देखाउँछु ल। हामीले यो कनेक्टर निकालिसकेको छ। यो कनेक्टर यहाँ चाहिँ छ, भत्किएको कनेक्टर चाहिँ यो हो। अनि अर्को निकालिसकेको छ, यो नयाँ लाउनुपर्छ। अब यो लाएर चेक गरेर देखाउँछु हुन्छ कि हुँदैन ल, कतिको सक्सेस हुन्छ। पहिले अब वास गर्नुपर्ने हुन्छ। एकचोटि सफा गरेर अब लगाएर फिट गरेर चेक गरेर देखाउँछु ल। गाइस फिक्स भइसकेको छ। अब यसलाई वास गरेर चेक गर्छु ल। चेक गरेर वास गरेर चेक गर्दा अनि तपाईलाई देखाउँछु ल। गाइस चार्जको सिम्बल आइसकेको छ।